मलाई चाहिँ यो नुडल्स नखाएको दिनमा के छुट्यो जस्तो लागिरहन्छ साथीहरू। भोकै छु जस्तो लाग्छ। हिजो राति चाहिँ खाना खाएर बसिसक्दा पनि मेरो भोक मरेको थिएन, त्यसैले चाहिँ हामीले नुडल्स मागेर खाइहाल्यौँ। सो साथीहरू, स्वागत छ तपाईँलाई मेरो आजको डे 17 मिनी ब्लगमा। मैले चाहिँ 3 दिनबाट लुगा पटाएको थिएन साथीहरू, धोएको लुगाहरू, त्यसैले चाहिँ म आज लुगा पटाउँदैछु। अनि अहिले चाहिँ घरमा कोही छैन साथीहरू। मेरो छोरी र भान्जा चाहिँ उता आफ्नो दादुकोमा गएका छन् अनि मेरो नानु चाहिँ काम गर्न गइसकेछ। अनि मसँग मेरो छोरो मात्रै चाहिँ एकदमै हल्ला गरिरहेछ साथीहरू। आज त झन् कोही छैन, मजाले भोइस ओभर गर्छु भनेको त यो छोरोले गर्नै नदिने हो। हजुरहरूले सुन्न सक्नुहुन्छ मेरो पछाडि कति आउँदै रहेको छ भनेर साथीहरू। यो चाहिँ मेरो छोरोले काम बिगाडिरहेछ, म चाहिँ यता भोइस ओभर गर्दैछु। नगर भनेपछि एकछिन मुखमा हेर्छ, डराए जस्तो गर्छ, फेरि उच्चाका गर्न थाल्छ साथीहरू। उच्चाका गर्न पाएपछि यसलाई कोही पनि चाहिँदैन। सो साथीहरू, यहाँभन्दा धेरै चाहिँ मेरो भान्जा र छोरी छन्, एकदमै उच्चाका गर्छन्, धेरै सताउँछन्, धेरै काम बिगार्छन् है। उनीहरू एकछिन कतै यताउता गयो भने कस्तो आनन्द हुन्छ साथीहरू। तिनीहरूको जिजो त कम हुन्छ, तर मेरो छोरोको जिजो चाहिँ उस्तै हुन्छ है त साथीहरू। मेरो छोरो चाहिँ जब ऊ र म मात्रै हुन्छु त्यति बेला चाहिँ एकदमै रुन्छ साथीहरू। जब उसको मुखनिर उसको फुपू र उसको बाबा हुन्छन् त्यति बेला चाहिँ एकदमै सोझो बन्छ, म कति निको छु भने जस्तै गर्छ साथीहरू। अनि म चाहिँ यता लुगा पटाउँदैछु अनि मेरो छोरा पनि मसँगै छ मेरो पछाडि साथीहरू। ऊ चाहिँ मसँग कुरा गर्दैछ, म चाहिँ उसँग कुरा गर्दै कपडा पटाउँदै गर्दैछु। चाहिँ अहिले पनि मसँगै छ साथीहरू। म चाहिँ भोइस ओभर गर्दैछु, ऊ चाहिँ डिस्टर्ब गर्दैछ। मलाई चाहिँ दादुले बोलाइसक्यो साथीहरू, उनीहरूलाई लैजा भनेर। म चाहिँ अब उनीहरूलाई लिन जान लागेको। अब उनीहरू आए चाहिँ मलाई राम्रोसँग भोइस ओभर नै गर्न दिँदैनन्। अनि यता मैले लुगासुगा पटाइसकेँ अनि यता म चाहिँ एकछिन छोरो ठाउँ र नानो ठाउँ आएको। त छोरो र नानो चाहिँ खेल्दैछन् एकदम। अनि साथीहरू, उनीहरू चाहिँ दादु जाने भनेर एकदमै परेशान गरिरहेका थिए उसलाई। अनि मैले चाहिँ उनीहरूलाई त्यहाँ छोडिदिएँ, उसले छोड्दै भनेको थियो साथीहरू। अनि ऊ चाहिँ एक्लै धान्न सक्दैन भनेर चाहिँ हामीहरू प्रायः जस्तो पठाउँदैनौँ त्यहाँ। म चाहिँ उनीहरूलाई दादु ठाउँ छोडेर म चाहिँ भित्र आइसकेँ छोरा ठाउँ। अनि एकछिन खेल्छु, ऊ चाहिँ मजाले खेल्दैछ साथीहरू। अनि आफ्नो फुपूसँग नै कुरा गर्दै खेल्दै गर्दैछ। अनि साथीहरू, उसको फुपू चाहिँ काममा गइसक्यो। अनि उसको फुपू काममा गइसकेपछि चाहिँ म उसलाई वाकरमा हालिदिन्छु। देख्न सक्नुहुन्छ कति खुसी भएको छ साथीहरू वाकरमा हालेर चाहिँ। ऊ चाहिँ डर मानिरहेको छैन, ऊ चाहिँ एकदम खुसी हुन्छ वाकरमा हालेपछि। अनि उसलाई वाकरमा हालेर चाहिँ म फेरि भाँडा धुनतर्फ लाग्छु है त। मैले चाहिँ भाँडा धोएको भिडियो राखिनँ, तर उसको यो खुसी चाहिँ धेरै समयको लागि होइन है साथीहरू। ऊ चाहिँ वाकरमा हाल्यो भने धेरै समय खेल्दैन, धेरैमा धेरै 5 मिनट मात्र खेल्छ। अनि साथीहरू, ऊ चाहिँ म भाँडा धुँदै गर्दाखेरि एकदमै रुँदै थियो। अनि मैले चाहिँ उसलाई तल झारिदिएँ साथीहरू। ऊ चाहिँ तल एक्लै खेल्न पायो भने खुसी हुन्छ, वाकरमा पनि धेरै समय रोक्न सक्दैन। अनि उसलाई चाहिँ जति एक्लै छाड्यो उति नै खेल्छ साथीहरू।